हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ मेरो हातको चिकन बिरयानी खान छोराछोरीलाई एकदमै मन लाग्यो रे। ल काम गर्दै गर्दै म गफ पनि गर्छु है त। बिरयानी मात्र कहाँ हो र, चिया लभरको यहाँ चिया पनि पाक्दैछ। कतितिरको काम चाहिँ एकैचोटिमा गर्नु परेको कि मलाई, तर मलाई चाहिँ झटपट यसरी नै गरेको मनपर्छ है त। आफ्नो आफ्नो बानी त हो नि होइन। छोराछोरीको लागि चाहिँ म यो चिकन बिरयानी चाहिँ दुईजनाको लागि मात्रै हो, कति थोरै मासु नभन्नु ल। यही पनि धेर हुन्छ कि दिदीभाइलाई। मेरो एउटा पोल पनि खोल्छु ल अब मैले चाहिँ आजभोलि मासु खाइरहेको छुइनँ नि त। यसको एउटा विशेष रिजन छ कि हजुरहरूलाई किन होला जस्तो लाग्छ, सोध्नुहोस् न त कमेन्टमा, म भनिदिइहाल्छु नि। त्यस्तो विशेष रिजन के रहेछ, किन नखाएको रहेछ जस्तो लाग्यो भने कमेन्टमा सोध्नुहोस्, म भनिदिन्छु। हामीलाई के मतलब जस्तो लाग्यो भने नसोध्नुहोस् है त। पकाएर दिन जतिखेर पनि रेडी हुने आमा अनि मिठो मिठो खानको लागि जतिखेर पनि रेडी हुने मेरो छोराछोरी, दैवले नै जुराएको त होला नि होइन। के आउँछ कि मेरो दिमागमा पनि। मेरो मम्मी ड्याडी चाहिँ यति धेरै केयरिङ हुनुहुन्छ नि। मैले मेरो बच्चाहरूलाई जति गरिरहेको छु नि त्यसको त 4 डबलै मेरो मम्मीहरूले हामीलाई गर्नुहुन्थ्यो कि भाइ र मलाई। अहिले हाम्रो बच्चाहरूलाई पनि त्यस्तै गर्नुहुन्छ। आफू पनि सानैबाट धेरै केयर पाएर हुर्किएर होला आफूले पनि आफ्नो छोराछोरीलाई बेस्ट दिने कोसिस चाहिँ म सधैँ गरिरहनेछु। गफ गर्दा गर्दै बिरयानी पनि पाकिसकेछ। मेरो छोराछोरीलाई फेरि यति मनपर्छ नि मैले पकाएको बिरयानी। हुन त आफ्नो आमाको हातको खाना कसलाई मन पर्दैन होला र है, मन त परि नै हाल्छ। अनि छोराछोरीलाई चाहिँ मैले पाकिसकेपछि खान दिएँ। नानीले खाँदैछिन् अर्को रुममा बसेर, उसलाई धेरै गर्मी भइरहेछ अरे। अनि हेर्नुहोस् न, बाबु पनि कस्तो ह्याप्पी भएर खाइरहेको छ कि। आफै कति मजाले खायो कि उसले, आफै राम्रोसँग खाइरहेको थियो। अनि सधैँ म खुवाइदिन्थेँ, आज चाहिँ अनि आफै खान दिएँ मैले उसलाई। म चाहिँ फेरि यता म्याङ्गो खाँदैछु होइन। यसरी नै मामु छोरा मिलेर आफ्नो आफ्नो खानेकुरा खाँदैछौँ। बाबुले चाहिँ फेरि अर्कोपल्ट यो सेकेन्ड टाइम थपेको है। सेकेन्ड टाइम थपेको एक बटुको मासु चाहिँ उसले अघि नै पनि खाइसकेको थियो। अहिले चाहिँ उसले बिरयानी मात्र खाँदैछ, अलिअलि छ मासु पनि खाँदैछ। मैले माया र मेहनतले खाना बनाएँ। मेरो छोराछोरीले एकदमै पेटभरि मिठो मानेर खाइदिए। आफैलाई कस्तो अगाए जस्तो फिल भयो कि। अब त खाइ पनि सके नानी बाबुले। अब त मसँग भिडियो पनि सकियो। अब म जान्छु। गुड बाई एभ्रिवान।